नमस्कार। आज फेरि एकचोटि तपाईँहरूलाई नेपाली गीतको बिहाइन्ड द सिन लिएर आएको छु। यसमा रहेको छ हिरा श्रेष्ठको प्रस्तुति र रोमा श्रेष्ठको गायन र यसका रचना लेख्नु भएको छ हाम्रो श्रद्धेय प्रकाश सामीजी हुनुहुन्छ भने अहिले हामी सुटिङ क्रममा छौँ। यो सुटिङको पहिलो दिन हो। यो अलिकति जाडो महिना हो। जाडो महिनामा यो अब बिहाइन्ड द सिन हेर्दा जाडो हो कि गर्मी हो भनेर त्यतिको त थाहा हुँदैन, तर अलिकति सिनेरियो चाहिँ नि अहिले सिक्वेन्स हामीले ओपनिङ सिक्वेन्स सुट गर्दैछौँ र हाम्रो यहाँनिर क्यामेरामा हुनुहुन्छ सिनियर सिनेटोग्राफर गौतम श्रेष्ठ हुनुहुन्छ र फिल्डमा तपाईँले देख्दै हुनुहुन्छ यसमा सोहित श्रेष्ठ र महिला कलाकारमा चाहिँ नि ऋतु श्रेष्ठ दुईजनाको प्रमुख भूमिका रहेको छ र उहाँहरूले आफ्नो माया प्रीतिको कुराहरूलाई प्रस्तुत गर्न खोजेको छौँ। हेर्दै जानुहोस्। यसमा यो क्लिपमा अहिले बिहान सबेरै उठ्दाखेरि एउटा केटी मान्छेले आफ्नो कल्पना गरेको, आफ्नो मनपर्ने मान्छेलाई कल्पना गर्दै माया गर्दै सम्झेको कुराहरू र अहिले चाहिँ नि हाम्रो माथिको बेडरुमको सिक्वेन्स सकेर तलको सिक्वेन्समा लाग्दैछौँ। मैले अलिअलि जानेको कुराहरू उहाँहरूसँग सेयर गर्दैछौँ र यो मेकअप आर्टिस्ट बुद्धि लामाले मेकअपको क्रम जारी गर्दै हुनुहुन्छ भने यहाँनिर एउटा अर्को सिक्वेन्स अघि त माथिको सुट गरेको थियो, अब चाहिँ नि फर्स्ट ओपनिङ सिक्वेन्स चाहिँ नि हामीले गर्दैछौँ। यहाँ चाहिँ नि हामीले फर्स्ट ओपनिङ सिक्वेन्सको सर्ट लिँदैछौँ। सुटिङ गर्दाखेरि चाहिँ नि कहिलेकाहीँ एक्टिङ सिरियस गर्दा गर्दै पनि हाँस उठ्ने कुराहरू हुँदो रहेछ। अब म्युजिक भिडियोको कुरा हेर्दाखेरि सिक्वेन्सहरू हेर्दाखेरि यहाँनिर अलिकति फाइनलवाला सिक्वेन्स तपाईँहरूलाई देखाउँदैछौँ। यो हेर्नुहोस्। गीतका प्रस्तुतिकार हिरा श्रेष्ठ हुनुहुन्छ। उहाँले पनि एउटा सानो भूमिका निर्वाह गर्नुहुन्छ कि आफ्नो मनपर्ने मान्छेलाई कल्पिँदै केही लेख्दै हुनुहुन्छ र यता साइडमा चिउडोमा हात राख्दै प्रकाश सर चाहिँ नि मैले सिकाएको, हिरा सरले एक्ट गर्नुभएको, रोमाजीले एक्ट गर्नुभएको त्यो सबै एकदम एनालाइज गर्दै हुनुहुन्छ। यता सँगै साथ दिँदै हुनुहुन्छ मलाई सहनिर्देशन गर्दै, मलाई सहयोगी बन्दै सुनिता श्रेष्ठ। उहाँ पनि एकदम कलाकार हुनुहुन्छ। उहाँको निर्देशनमा पनि अरूहरूले कलाकारिता गर्दैछन् भने मसँग चाहिँ नि सहयोगी हात भएर आउनुभएको छ। अनि सम्झना मिठो मात मिठो जिन्दगीमा त्यो तिम्रो साथ मिठो। जिन्दगीमा तिम्रो साथ मिठो। आज चाहिँ हामी एउटा गीतको सुटिङमा छौँ जसको गायिका हुनुहुन्छ रोमा श्रेष्ठजी र हिरा श्रेष्ठजीको चाहिँ नि उहाँलाई एकदम राम्रो सपोर्ट र रोमा श्रेष्ठको रिप्रेजेन्ट गर्दै हुनुहुन्छ यहाँनिर हाम्रो ऋतु श्रेष्ठ हुनुहुन्छ होइन। उहाँले चाहिँ त्यो भूमिका निभाउँदै हुनुहुन्छ भने र अर्को यहाँनिर केटाको भूमिकामा छिटो छिटो ज्याकेट खोल्दै यहाँनिर सोहित हिराजीको रिप्रेजेन्ट गर्दै हुनुहुन्छ भनौँ एउटा त्यो थिममा। अनि यतातिर हाम्रो लाइट कम होला गौतम दाई हुनुहुन्छ होइन। उहाँले चाहिँ नि सिनेटोग्राफी गर्दै हुनुहुन्छ। उहाँ चाहिँ नि धेरै फिल्महरू गरिसकेका छन्।
हामीले चाहिँ नि यसमा समावेश गराउन सक्यौँ र यता हरिचा फोकस हुन। अनि यहाँ तल हुनुहुन्छ एकजना अर्को डाइरेक्टर हुनुहुन्छ होइन, उहाँले बिटिएस बिहाइन्ड द सिन खिच्दै हुनुहुन्छ, ओ सुनिता श्रेष्ठ, उहाँले आफ्नो पनि सर्ट वेब सिरिज गरिराख्नु भएको छ र यता पनि सहयोगको लागि आउनु भएको छ। अब अहिले चाहिँ नि हामी यो सिक्वेन्सको फर्स्ट ओपनिङ सर्टहरू गर्न जाँदैछौँ होइन। हेरौँ तपाईँले बिहाइन्ड द सिनको अरू कुराहरू पनि त देख्दै जानुहुन्छ र उहाँहरूले कसरी गर्नुहुन्छ त्यो पछि त्यसमा हेर्दै अहिले हामी माथि रुमबाट तल किचनतिर आइसकेका छौँ र पानी परेको सिक्वेन्सको सुट भन्दा पनि यसमा अलिकति एक्लै हुँदाखेरि घरमा सोच्दाखेरिको कुराहरूलाई लिएर बाहिर झ्यालमा र भित्र किचनमा चिया पकाउने क्रममा छ भने त्यसको सिक्वेन्स हामी सुट गर्दैछौँ। यो चाहिँ नि हाम्रो रोमा दिदी, हाम्रो जो सिङ्गर हुनुहुन्छ उहाँको नयाँ किचन हामीले नै पहिला सुट गऱ्यौँ र अब आएर चाहिँ नि यहाँनिर हामी लोकेसन भेरी नेक्स्ट डेको लोकेसन सुटमा आइपुगेका छौँ पूर्ण रिसोर्ट म्युजियममा र त्यहाँनिर हामी अब जति पनि सुटहरू छ यही लोकेसनहरूमा हामी सुट गर्नेछौँ र यहाँनिर यो जुन तपाईँले देख्दै हुनुहुन्छ कपाल भिजाको सिक्वेन्स त अब तपाईँले भिडियो हेरिसक्नु भएको छ भने यसमा भर्खर बिहान उठेर नुहाएर फ्रेसन अप भएर आउँदाखेरिको सिक्वेन्सलाई नुहाएको कपाल भिजेको वातावरण देखाउँदैछौँ र त्यसमा पनि कति कुराहरू हामी जम्प गर्दै तल या माथि लोकेसनहरूमा सुट गर्दैछौँ। घामै छ नि यहाँनिर यसरी छ्यारेर गरेर त्यहाँबाट खिचेर हुन्छ छ्यारेर गरेर ल स्ट्यान्ड बाई है यो भएन ल रिहर्सल गर्ने हो त्यसरी कहाँ भयो त त्यहाँ माथिबाट छ्यारेर जानु पर्यो यहाँ क्यामेरा तिमीले हातमा अलरेडी हातमा क्यामेरा र रोल छ ल एक्सन हो ल छोप खोइ आन यो हुनलाई त अब यो जाडो महिनामा गरेको होइन, यो जाडो महिनामा गर्दाखेरि पनि एउटा अलिकति गाह्रो हुने के रहेछ भने पानीले भिजाउनु पर्ने सिक्वेन्स छ तर हाम्रो कलाकार सोहित र ऋतुले जाडो मान्दै पनि नमानिकन जाडो सहेर यो सुट चाहिँ हामीले गरौँ। लेन्स बक्स लिएर अझै फ्रेममा छ क्यामेरा रोल ल एक्सन ल देऊ त पाइप देऊ ओभरल्याप नहो है ओभरल्याप नहो कहाँ मुखमा हान्छ त यार एक्सपिरियन्स भन्नु न। यो मेरो फर्स्ट एक्सपिरियन्स एडी गर्न आएको सँगसँगै के गर्ने अब हाम्रो अलिकति म्यान पावर कम भएर हिरोइनको ब्लाउज
गरिदिरहेको छु। कस्तो लाग्छ मैले? हो। यो 100% राइट। त्यो उसको साडी माथि राख्यो अलिअलि नराख्यो। त्यो माथि हुनु। छोरी छ नि तपाईँको छोरी भन्दा आमा तरुनी है फ्रेन्ड्सहरू होइन सबैलाई बोलाउनु पर्यो डेस्टिनेसनमा सबै हुँदैन नि ड्रेसर हुनु न यहाँ अब आफ्नै यहाँ काम अब आफ्नै गर्नुपर्छ क्या हेयर ड्रेसर भनेको त हिरोइनले सेपरेट ल्याउने हो चाहिने हिरोइनलाई अब नेक्स्ट प्रोजेक्टमा पक्कै लिएर आउँछु म कि मलाई नै राख मेरो त प्रुफै छ कपडा इन्टरको के ग्रे वालेट हराएर होस् हाउस गयो उहाँको अनि दुइटै त्यो पो बोकेर आएछ ए ए होइन अलिअलि छोडिदिएको होइन न यो रोल भन्दा पनि खुलेकै हो ए मैले त ल्याइन त्यही भनिरहेको छु मैले अहिले जति पनि सुटहरू तल गरे त्यहाँबाट सोहित र ऋतुको चिसोपनलाई अलिकति न्यानो गर्ने इन्डोर सुटतिर लाग्दैछौँ र यो गीतको अन्तिम दृश्याङ्कन हुँदैछ र त्यसका साथसाथै यो गीत सबैलाई धन्यवाद दिँदै टेक्निकल टिम लगायत कलाकार टिमलाई धन्यवाद दिँदै यो फाइनल गीत तपाईँहरूलाई अन्त्यमा प्रस्तुत गर्दैछु र तपाईँले यो युट्युबमा पनि हेर्न सक्नुहुनेछ। धन्यवाद।